ल तपाईँ एकदम राम्रो पढ्नु भयो, राम्रो कमाउनु भयो अरे, नेपाल बसेर विदेशको कम्पनीमा काम गर्नुभयो अरे, तपाईँको स्यालेरी छ 60 लाख रुपियाँ अरे वर्षको। राम्रो हो नि त त्यो भनेको। कति पर्सेन्ट ट्याक्स तिर्नुहुन्छ सरकारलाई थाहा छ? 39% तिर्नुहुन्छ तपाईँले कमाएको, 39% ट्याक्स तिर्नुहुन्छ सरकारलाई। यही स्टक मार्केटमा तपाईँले 60 लाख रुपियाँ कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 7.5% तिर्नुहुन्छ एक वर्षमा कमाउनु भयो भने, या 5% तिर्नुहुन्छ। कहाँ 39 कहाँ 5? आफ्नै कम्पनी खोलेर कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 25% छैन कर्पोरेट ट्याक्स, त्यहाँ पनि 25% तिर्नुहुन्छ। यसरी ट्याक्स बचाउने हो क्या सम्पन्न हुनलाई। द्याट इज वाइ यु इन्भेस्ट इन स्टक मार्केट, ट्याक्स बचाउनको लागि। सो यो भिडियो हेर्नु होला सञ्जोग सरको, र यो भिडियोमा उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि हाम्रो इन्टायर इन्कम इम्प्लोइमेन्टबाट छ भने पछाडि 39% हामीले ट्याक्स तिर्नुपर्छ। तर त्यही पैसा हामीले बिजनेस गऱ्यौँ अथवा इन्भेस्टमेन्ट गऱ्यौँ र त्यहाँबाट कमायौँ भने पछाडि वी जस्ट ह्याभ टु पे 7.5% भन्ने खालको कुरा गर्नुभयो। र यो कुरा चाहिँ अलिकति मिसलिडिङ छ, किनभने हि हिमसेल्फ इज अ रिनोन पर्सन इन द फिल्ड अफ फाइनेन्स इन केस अफ नेपाल, एन्ड आई थिङ्क उहाँले यस्तो कुरा गर्दाखेरि चाहिँ एउटा एक लेभलको अडियन्स चाहिँ एकदम मिसलिड हुन्छ र मिसगाइड हुन जान्छ। सो यो कुरा अनि अरू कसैले पनि एड्रेस गरेको मैले देखेन, त्यो भएर चाहिँ आई थिङ्क इट इज नेसेसरी फर मी टु स्टेप अप सिन्स आई एम अ सिए स्टुडेन्ट। एटलिस्ट यति त मैले गर्नुपर्छ होला जस्तो लाग्यो मलाई। कुरा के छ भन्दाखेरि यहाँनिर 39% अफ इन्टायर इन्कमको जुन ट्याक्स तिर्ने कुरा गर्नुभयो उहाँले, यो कुरा चाहिँ मिस्टेक छ फर्स्ट अफ अल। सो इन्कम ट्याक्स एक्ट अनुसार मेनली 4वटा चाहिँ हाम्रो सोर्सेस अफ इन्कम हुन्छ भनेर क्लासिफाई गरेको छ। एउटा चाहिँ हाम्रो इम्प्लोइमेन्ट इन्कम, त्यस पछाडि बिजनेस इन्कम, त्यस पछाडि इन्भेस्टमेन्ट इन्कम, त्यस पछाडि वाइन्डफल गेन। फर्ना इम्प्लोइमेन्ट इन्कमको कुरा गरौँ है त। सो इम्प्लोइमेन्ट इन्कममा चाहिँ के भन्दै हुनुहुन्छ उहाँले भन्दाखेरि 39% इन्टायर इन्कममा लाग्यो, जुन चाहिँ गलत थियो। हाम्रो इम्प्लोइमेन्ट इन्कममा के छ भने प्रोग्रेसिभ ट्याक्सेसन सिस्टम छ र जसको स्ल्याब रेट अनुसार चाहिँ ट्याक्स तिर्नुपर्छ, जसबाट 39% भनेको टप मोस्ट स्ल्याब रेट हो। मतलब कि 50 लाख भन्दा इन्कम तपाईँको माथि छ भने पछाडि त्यो जति इन्कम चाहिँ तपाईँको 50 लाख भन्दा माथि छ त्यो इन्कममा चाहिँ तपाईँले 39% ट्याक्स तिर्नुपर्ने हुन्छ। र स्ल्याब रेट के छ भन्ने कुरा मैले यहाँनिर राखिदिइराखेको छु, यु क्यान सी इट योर सेल्फ एज वेल। र अर्को कुरा छ इन्भेस्टमेन्ट गरेर तपाईँले 7.5% मात्रै तिर्नुपर्छ ग्रस गेनमा, र तपाईँले 60 लाख कमाउनु हो इन्भेस्टमेन्ट गरेर भने पछाडि 7.5% तिर्नुपर्छ भन्ने खालको कुरा गर्नुभएको थियो। बट बी रियलिस्टिक है, लेट्स बी रियलिस्टिक। 60 लाख इन्भेस्टमेन्ट गरेर कमाउनको लागि हाउ मच अफ क्यापिटल डु यु थिङ्क यु हेभ टु इन्भेस्ट इन? बिकज इन्भेस्टमेन्ट इन्कम भन्ने बित्तिकै स्टकमा यत्तिकै पैसा त आउँदैन होला। 60 लाख तपाईँले पैसा लगाउनु पर्ला, र कति पैसा लगाएपछि 60 लाखसम्म आउला त? रियलिस्टिकली हेर्दाखेरि मोर देन अ करोड्स, 1 करोड भन्दा माथिको पैसा इन्भेस्ट गर्नुभयो भने बल्ल तपाईँले त्यो पनि अब रियलिस्टिक त होइन, बट एटलिस्ट लेट्स से कि 1 करोड भन्दा माथि इन्भेस्ट गर्नुभयो भने 60 लाखसम्म तपाईँले गेन गर्न सक्नु होला। सो 1 करोड कहाँबाट आउँछ त्यो पनि क्वेसन गर्नु पर्यो। 1 करोड जुन क्यापिटल तपाईँले इन्भेस्ट गरिराख्नु भएको छ, त्यो 1 करोडको सोर्स भनेको कि त बिजनेस होला, कि त इम्प्लोइमेन्ट होला, कि त वाइन्डफल गेन होला। यो 3वटाबाट एउटा सोर्स हुने हो। र तपाईँको इम्प्लोइमेन्ट इन्कम रहेछ भने पछाडि त्यो अलरेडी ट्याक्स भएरै आइसकेको हुन्छ। बिजनेस इन्कम रहेछ भने पनि ट्याक्स भएरै आइसकेको हुन्छ। वाइन्डफल गेन रहेछ भने पनि त्यो ट्याक्स भएरै आइसकेको हुन्छ कि। सो हामीले जुन इन्भेस्टमेन्ट गर्छौँ सेयर मार्केटमा, द्याट इज पोस्ट ट्याक्स मनी। अलरेडी ट्याक्स भएर आइसकेको पैसालाई हामीले इन्भेस्ट गर्छौँ र त्योबाट कमाएपछि फेरि हामीले चाहिँ त्यसमा ट्याक्स तिर्छौँ है त। इट्स नट कि हामीले पैसा आयो, पैसा रुखबाट अथवा कहीँबाट आफै आउने होइन, अनि त्यसलाई इन्भेस्ट गरेर सर्टेन पैसा भयो, जम्मा 7.5% मात्रै ट्याक्स तिर्यो, फाइदा भयो भन्ने खालको सोच चाहिँ राख्नु भएन। सो द्याट्स द रियालिटी अफ दिस। 4वटा सोर्सेस अफ इन्कम छ, र अल्टिमेटली फाइनेन्समा के भनिन्छ भन्दाखेरि द हायर द रिस्क यु टेक द हायर रिवार्ड यु क्यान गेन। सो ट्याक्सेसन सिस्टममा पनि त्यही हो कि, जुन 4वटा सोर्सेस अफ इन्कम क्लासिफाई गरिराखेको छ हाम्रो, त्यो 4वटा सोर्सेस विभिन्न नेचर भएको भएर नै क्लासिफाई गरेको हो कि। इम्प्लोइमेन्ट इन्कम फिक्स्ड हुन्छ, प्रेडिक्टेबल हुन्छ, लोवर रिस्क हुन्छ, त्यो भएर त्यसमा ट्याक्स रेट प्रोग्रेसिभ छ, अलिकति बढी छ। बिजनेस इन्कममा रिस्क अलिकति बढी हुन्छ, क्यापिटल इन्टेन्सिभ हुन्छ, डिसिजन मेकिङ पावर चाहिन्छ, विभिन्न कुराहरू हुन्छ, त्यो भएर त्यसको नेचर डिफ्रेन्ट भयो। इन्भेस्टमेन्टमा एकदमै हाई रिस्क हुन्छ, हाइली भोलाटाइल हुन्छ, अनि त्यो हुँदाखेरि त्यसमा चाहिँ लोवर ट्याक्स छ। किनभने तपाईँले इन्भेस्टमेन्ट गर्नुभयो भन्दैमा तपाईँले गेनै गर्नुहुन्छ, नाफा नै हुन्छ भन्ने त छैन नि त। क्यापिटल जति लगाउनु त्यो क्यापिटल नै वाइप अवे हुन पनि सक्छ। अनि त्यो हुँदाखेरि त के भयो भने ट्याक्स भन्दा बढी त लसै भइहाल्यो त नि, भएन त नि।
सो त्यो कुराहरू छ। सो त्यो कुराहरूमा क्लियर हुनु पर्यो हामी। आई थिङ्क 2वटा यो मिसगाइडिङ कुराहरू क्लियर भयो होला। सो यो भिडियोको इन्टेन्सन उहाँलाई चाहिँ रङ प्रुभ गर्नु अथवा के गर्नु थिएन, जस्ट उहाँको सर्टेन कुराहरू मिसलिडिङ भएको भएर मैले त्यो कुरा चाहिँ क्लियर बनाइदिएको यो भिडियोबाट। आई होप तपाईँ क्लियर हुनुभयो होला र फर्दर यो कुराहरू चाहिँ अझै क्लियर डिटेलमा स्पेसिफिक इन्कमको स्पेसिफिक ट्याक्सेसन सिस्टम कसरी छ, किन आयो भन्ने कुरा चाहिँ क्लियर हुनु छ भने पछाडि मेरो युट्युब च्यानल हेर्न सक्नुहुन्छ अथवा यो भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको बारेमा फेरि मैले एउटा डिटेल भिडियो चाहिँ बनाउँछु है त।